नमस्कार सबैलाई, म अहिले न्यु रोडमा छु। आज दशैंको अति महत्त्वपूर्ण दिन दशमी टिकाको दिन हो। सबैलाई बडा दशमीको शुभकामना। काठमाडौँको मुख्य व्यापारिक केन्द्र रहेको यो न्यु रोड बजार पूर्ण रूपमा बन्द छ, सुनसान छ। काठमाडौँबाट बाहिरी आफ्नो जिल्लामा दशैं मनाउनका लागि ठुलो मात्रामा मानिसहरू बाहिरिने भएकाले काठमाडौँका सम्पूर्ण ठाउँमा दशैंको बेला सुनसान नै हुन्छ। अन्य सामान्य समयमा यो न्यु रोड बजार अत्यन्त व्यस्त, मानिसहरूको भिडभाड हुने ठाउँ हो। तर आज सम्पूर्ण पसलहरू बन्द छन्। फास्टफुड मात्र व्यक्तिगत सबै साधनहरू चलेका छन्। साँच्चै पत्याउनै नसकिने अवस्था छ। न्यु रोडको अवस्था हेर्न सक्नुहुन्छ। सबै पसलहरू बन्द छन्। हेर्नुहोस् त, अन्य बेलामा मान्छेको भिड हुने यो न्यु रोड आज भने खाली छ। सम्पूर्ण मानिसहरू दशैं मान्नका लागि आफ्नो जन्मठाउँ काठमाडौँ बाहिर गएकाले यस्तो अवस्था आएको हो। साँच्चै दशैं त गाउँघरमा नै रमाइलो हुन्छ। काठमाडौँमा त दशैं अलि खल्लो हुन्छ। सम्पूर्ण बजार बन्द हुन्छ, मानिसहरूको चहल पहल पनि हुँदैन। तपाईँ कहाँ हुनुहुन्छ? यदि गाउँघरमा हुनुहुन्छ भने अवश्य पनि तपाईँको यो वर्षको दशैं रमाइलो भएको होला। आज दशैंको टिकाको दिन, निजातभर टिका र कानभरि जमराले भरिएको छ होला। यसैमा आफूभन्दा ठुला मान्यजनहरूको आशीर्वादले झनै मन प्रफुल्ल भयो होला। तपाईँहरूको यो दशैंले सधैँ खुसी छाओस्, रमाइलो होस्, स्वस्थ हुनुहोस्, यही छ दशैंको शुभकामना। म अहिले बसन्तपुरको ठ्याक्क गेट अगाडि छु। म अहिले अगाडि विशाल बजारतिर गइरहेको छु। तपाईँ देख्न सक्नुहुन्छ विशाल बजार पनि पूर्ण रूपमा बन्द छ, खुल्ला छ। योमा अति नै भिडभाड हुने ठाउँ हो। यो दशैंको बेला सुनसान छ, तपाईँ देख्न सक्नुहुन्छ। ठ्याक्क यो आरबी कम्प्लेक्सको अगाडि छु। तपाईँ देख्न सक्नुहुन्छ आरबी कम्प्लेक्स नि टोटल्ली बन्दै छ। दशैंको बेलामा सबैतिर अरू वरपरका पसलहरू बन्द छन्। म अगाडि हिँडिरहेको छु। म अब खिचापोखरी जाँदैछु। तपाईँहरू अगाडि देख्न सक्नुहुन्छ खिचापोखरी पनि टोटल्ली बन्दै छ। खिचापोखरीको बजारहरू पनि दशैंको माहौलमा न्यु रोड साँच्चै भन्दा बन्द छ है। न्यु रोड
म अगाडि बढिरहेको छु। म अब न्यू रोडको पिपल बोट निस्किने लागेँ। यो हो न्यू रोडको पिपल बोट। यहाँ पनि सुनसान नै छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यो दृश्य चाहिँ ताम्राकार हाउस अगाडिको दृश्य हो। यो दृश्य सुन्धारा वरपर दृश्य हो। सुन्धारामा पनि टोटल्ली पसलहरू बन्दैछन्। मानिसको चहल पहल पनि धेरै कम छ, तपाईँ देख्न सक्नुहुन्छ। यो हो म अहिले इन्द्रचोकमा आइपुगेको छु। म अब असन जाँदैछु, तपाईँहरूले देख्न सक्नुहुन्छ। यो हो असन जाने बाटो। यसमा अन्य सामान्य बेलामा एकदम चहलपहल हुन्छ। पसलहरू छेउछाउमा, रोडको छेउछाउ वरपर राख्छन् भने आज चाहिँ एकदम खुल्ला छ। यहाँ अरू सामान्य बेला मान्छेको पनि भिडभाड हुन्छ। सबभन्दा काठमाडौँकै सबभन्दा बढी व्यापार हुने ठाउँ र एकदम भिडभाड हुने ठाउँ यो असन बजारलाई मानिन्छ। तपाईँ देख्न सक्नुहुन्छ, खुल्ला छ आज, एकदम खुल्ला छ। यो दसैँको दिन भएको भएर होला होइन, धेरै खुल्ला छ, तपाईँ देख्न सक्नुहुन्छ। म अहिले असन जाने बाटोमा छु। यसलाई असन जाने गल्ली पनि भन्छ, असन गल्ली पनि भन्छ यसलाई। एकदम अन्य बेला एकदम भिडभाड हुने ठाउँ हो। आज खुल्ला छ। अब एकैछिनमा म असन चोक पुग्दैछु। असन चोकको माहौल के छ म यहाँहरूलाई देखाउने छु। म अहिले असन आइपुगेँ। यो हो असन चोक। असन चोकमा पनि सम्पूर्ण पसलहरू बन्द छन्।
अन्य सामान्य अवस्थामा यो असन्तोकमा आउनै मुस्किल हुन्छ। हेर्नुहोस् त भिडभाड हुने ठाउँमा आज सुनसान छ। यो दसैँको माहौल भएर हो।